ओ ओ ओ मासु भेरे मैले मासु ओए कस्तो देखिरहेछ कस्तो दामी देखिरहेछ कि छैन के भन्नु गर्मी नि भइरहेछ चिसो नि भइरहेछ है के हो हैन मुसु हाँसु गोठ बस्थ्यो यहीँतिर है यहाँ माथितिर गोठ बस्थ्यो हेलो नमस्ते साथीहरू सबैजनालाई आज फेरि नेक्स्ट ब्लगमा स्वागत छ हैन आज चाहिँ मैले घरदेखि सुरु गरेको है मेरो घरको हालत देखाउँछु तपाईहरुलाई घर चाहिँ कस्तो रहेछ हैन लथालिङ्ग छ कि हैन एकचोटी देखाउँछु है मलाई पो लाज लाग्छ रे के फेरि है हेर्नुस् है यस्तो लथालिङ्ग छ यहाँतिर है अनि यहाँतिर पुरै हेर्नुस् त यस्तो छ हैन सामानहरु जहाँ पाए त्यही राखेछ है म्यानेजै छैन यस्तो छ हैन अनि मेरो ब्याग चाहिँ रेडी भइसक्यो माथि लेक गाउँमा जान लाग्यो हैन ब्याग रेडी भइसक्यो अनि यहाँतिर यस्तो छ हो पकाउने ठाउँमा लथालिङ्ग छ है पुरै म्यानेज हुन बाँकी छ कि अनि यो अस्ति त्यो माटाको चुला बनाएको कि है माटाको चुला नि पुरै फिनिसिङ राम्रोसँग चाहिँ भागै छैन है माटो यहाँ अलिकति बाँकी छ उ यहाँ पनि यत्रो बोरामा बाँकी छ हैन अनि त्यसपछि सुत्ने रुम देखाउँछ है सुत्ने रुम चाहिँ यतापट्टि छ हैन यतापट्टि ढोका भयो यो ढोकालाई ओपन गऱ्यो भने भित्रपट्टि हैन यतापट्टि खाट भयो अनि यतातिर यस्तो यस्तो है लथालिङ्ग है कस्तो छ त अनि लथालिङ्ग छ है लाजै लाग्दो अब लाग्नुपर्छ साथी हो हैन हेर्दै गर्नु होला है किप वाचिङ खासमा हामी अब सर्टकटबाट जाने भए चाहिँ हामी उतो डाँडा हुँदै जाने हो हैन उतो हिजोको ब्लगमा चाहिँ हामीले देखाएको थियो नि त अहिलेको बेसी गाउँमा चाहिँ सबै मान्छेहरू हुन्छ नि लेक गाउँमा सरिसक्यो हो कि है त्यही भएर यहाँतिर कोही मान्छे नै छैन क्या सुनसान है पुरा सुनसान अनि यहाँतिर पुरै मकै रोपेको छ क्या यो बारीमा हुन्छ नि सब चारैतिर मकै रोपेको छ क्या मकै अनि प्लस के भन्छ अरे सिमीहरू नि हुन्छ आलुहरू नि हुन्छ अनि के भन्छ अरे धेरै थरीको हुन्छ अरू के हुन्छ है मलाई यादै आएन कि हैन यसो सोच्नु परेको कि है अब हामी यताबाट जान्छौँ कि उताबाट यस्तो पछाडिबाट घुमेर उयो डाँडाको पछाडिबाट घुमेर जान्छौँ है हिजो हामीले नेपालको झन्डा गाडे चाहिँ उयो डाँडामा हो उयो डाँडाको टपमा हो हैन त्यस्तो हो साथी हो अनि हामी पुग्नुपर्ने चाहिँ हैन हाम्रो क्वाक गाउँ है वहाँ माथिपट्टि हो उता माथिपट्टि यहाँबाट राम्रो देखिएन छैन होला है त्यहाँपट्टि हो हैन त्यहाँ पुग्नुपर्छ कि 2.5 घन्टा लगभग पहिले त्यस्तो भन्थ्यो 3 घन्टा जति लाग्छ भन्दो रहेछ प्राइस माथि 3 घन्टा लाग्छ भन्दो रहेछ हैन त्यति त लाग्दैन होला लगभग हैन 2 घन्टा 2.5 घन्टा त्यति त लाग्छ हैन अब सरासर हिँडेर गयो भने चाहिँ के थाहा हैन छिटो पुग्न सकिन्छ होला सायद हैन यस्तो हो हैन मौसम त बवाल भएछ हैन चारैतिर वरिपरि मात्रै बादल छ हैन अब बीचतिर त खुल्ला छ नि त खुल्ला छ साथी हो हैन लागौँ ठ्याक्कै यहाँ खोलसम्म पुग्यो होइन यहाँ पछाडिबाट हेर्नु त के देखेको होइन त्यो पुरै खचड मरेर चाहिँ के बिराम भएर मऱ्यो कि खसेर मऱ्यो होला सायद होइन खचड मरेर यहीँ फाल्दो रहेछ पानीमा होइन हेर्नुहोस् त यसो हेर्नु त छ होइन हामी चाहिँ उता मेन बाटोबाट गएन होइन मेन बाटो चाहिँ उता साइडबाट पर्छ है यहाँ वाटरफल हेर्ने हिसाबले आएको होइन यताबाट घुम्दै यतापट्टि आएको वाटरफल हेर्नु होला है पछाडिपट्टि दामी देखिरहेछ होइन वाटरफल हो हेर्नु होला दामी बब्बाल देखिरहेछ होइन अनि अझै यो वाटरफल चाहिँ छ नि पानी चाहिँ सानै छ क्या पानी अझै बढ्न नै बाँकी छ क्या होइन बढेको बेलामा यस्तो ओपी डेन्जर ठुलो हुन्छ कि होइन बबाल हुन्छ कि बब्बाल होइन यस्तो हुन्छ यतापट्टिकोलाई भाले झरना भन्छ भने यतापट्टिको चाहिँ पोथी झरना भन्थ्यो कि होइन हामी केटाहरूले नाम राखेको है अब पछाडितिर हेर्नुहोस् है त्यस्तो केटा नयाँ होइन तपाईँहरूको लागि नयाँ ठाउँहरू हुनेछ होइन होस् साथी हो अब चाहिँ हिँड्दा हामी चाहिँ यहाँ ताप्लाङ भन्ने ठाउँमा आइपुग्यो होइन यो ठाउँमा चाहिँ यसो रेस्ट गर्ने ठाउँ हो कि तल उकालो चढ्दा थाक्छ नि त यो ठाउँ पुगेपछि रेस्ट गर्ने ठाउँ हो होइन यस्तो छ यहाँनिर चाहिँ के भन्छ अरे माने छ कि पछाडि माने भयो हामी नि यहाँनिर सायद एकछिन रेस्ट गर्नुपर्छ होला सायद है झोला राखेर धेरै आनन्द हुने ठाउँ हामी चाहिँ बाटो नआइकन यतापट्टि यस्तो भिड छ होइन त्यो अघि वाटरफल देखिरहनु भएको थियो नि त्यो वाटरफल चाहिँ उयो साइडबाट हो अनि हामी चाहिँ यो साइडबाट जाँदैछौँ होइन किनभनेदेखि यसरी गयो भने अलि रमाइलो हुन्छ नि त बेग्लै पाराको रमाइलो हुन्छ नि त बेग्लै ठाउँमा गयो भने त्यही भएर चाहिँ
म यो साइडबाट आएको होइन उता तलदेखि आएको है त्यहाँ तल अघि भनिमा बिसाएको थियो नि अब यहाँबाट चाहिँ हामी चढ्नुपर्ने हुन्छ त्यहाँबाट चाहिँ यसरी जानुपर्छ होइन अब मेरो जुत्ता चाहिँ फेरि खतरा खाली छ नि त त्यही भएर यसो प्र्याक प्र्याक अट्छ क्या होइन यस्तो हो साथी हो यहाँबाट यसरी गएपछि त्यहाँ छेउमा सानो वाटरफल छ होइन सानो वाटरफलको छेउमा चाहिँ हामी पुग्छौँ होइन त्यहाँ पुगेपछि त्यो वाटरफल कस्तो रहेछ भनेर हामी हेर्नेवालामा छौँ है यहाँबाट त नजाऊँ है यहाँ माथिबाट यहाँबाट यसरी होसियार तरिकाले चाहिँ जानुपर्छ होइन यस्तो विधि होसियार त हुनु पर्दैन किन यहाँ यसरी अट्ने ठाउँहरू होइन टेक्ने ठाउँहरू ट्याक ट्याक छ नि त सो रमाइलो हुन्छ यहाँ तलबाट छिर्नलाई यहाँ काँडा रहेछ माथिबाट छिर्नुपर्ने रहेछ यस्तो काँडा हुन्छ होइन यसरी र यहाँ आइपुग्यो है होट हामी धेरै आइसक्यौँ उहाँबाट आएको यहाँ सल्लाहको बोर्डै बोर्ड भएको छेउदेखि आएको यहाँ पुगिसक्यो हो होइन यहाँबाट हल्का पर होला सायद है उहु देख्यो 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 वाटरफलको पानी देखियो है वाटरफलको पानी देखियो यस्तो छ यस्तो छ है यहाँबाट यस्तो छ है यतापट्टि साइडको वाटरफलको छेउमा आइपुग्यो होइन यो वाटरफल पनि दुई पार्टमा छुटेछ क्या आधी पार्ट उताबाट गएको छ होइन आधी पार्ट यहाँबाट आएछ पोथीको मात्रै चाहिँ उतापट्टिको फेरि छुट्टै हो होइन यस्तो छ यहाँतिर चाहिँ है बब्बाल कस्तो टाइपको है पानी आइरहेर भएको होला है रातो रातो है यस्तो टाइपको छ होइन है त कस्तो रहेछ त मेन बाटोको साइडमा पुगिसक्यो मेन बाटो चाहिँ यो पोल गाडेको छेउदेखि हो होइन यो यतापट्टि पोथी झरनाको पानी चाहिँ हो है अनि टाउको नुहाउनु पर्ने थियो होइन गर्मी नि भइरहेछ अब यतापट्टि चाहिँ ननुहाउने उतापट्टि भाले झरनाको पानीमा गएर नुहाउने होइन उता साइडमा हो होइन सुमैमा है हामी चाहिँ धेरै माथि टपमा आइसक्यो अब यहाँ पुगेपछि चाहिँ उकालो चाहिँ सक्यो क्या है अब त्यहाँदेखि उता सिधै सिधै बाटो छ होइन पुरै सिधा मात्र हो ठाडो बाटो बिल्कुलै छैन अनि यो ठाउँमा चाहिँ मेरो धेरै मेमोरीहरू छ क्या होइन पहिला हामी गोठ बस्थ्यौँ यहीँतिर है यहाँ माथितिर गोठ बस्थ्यो गाईको गोठ अनि धेरै रमाइलो हुन्थ्यो कि यतातिर है अनि उतातिर बारीहरू छ नि त्यो सबै रोप्थ्यो कि पहिला अहिले सबै छोडिसक्यो है सबै बाँझो भइसक्यो छोडिदिइसक्यो होइन यस्तो हो र रमाइलो भइरहेछ कि छैन भिडियो हेर्नलाई रमाइलो भइरहेछ भने अझै हेर्दै गर्नु होला है अब हामी पुग्न लाग्यो गाउँ उताबाट धेरै आइसकेर यहाँनिर नि फेरि एउटा यस्तोमा रेस्ट गर्ने ठाउँ छ क्या है एकछिन रेस्ट गर्नुपर्छ एकछिन हावा खानुपर्छ होइन गर्मी भइरहेछ है यस्तो हावा चलेर चिसो पनि भइरहेछ है के भन्नु गर्मी नि भइरहेछ चिसो नि भइरहेछ है के हो होइन अनि हाम्रो गाउँतिरको मान्छेहरू चाहिँ उता बारीतिर काम गर्दै रहेछ है सबजना भन्नाले सबजना त होइन होला कोही कोही काम गर्दैछ है यो कोही चाहिँ गोड्दैछ होइन कोही जोत्दैछ अनि त्यसपछि कोही चाहिँ माटो निकाल्दैछ क्या कस्तो निकाल्दैछ भनेपछि यो अहिले बारी छ नि यसको यो पुरै ओह्रालो हुन्छ नि यहाँ माथिको माटो चाहिँ सब तल सरेर आउँछ नि त अनि फेरि यहाँ तलको यति भाग जति खनेर हुन्छ नि यो माटो सब बोकेर फेरि माथि कुनामा लगेर खनाउँछ कि यस्तो काम हुन्छ यहाँ गाउँतिर होइन यस्तो दुःख हुन्छ होइन गाउँतिर हाम्रो गाउँ चाहिँ यहाँबाट देखिरहेछ उता पल्लोपट्टि घरहरू यस्तो टन्नै देखिरहेछ नि मन्दिरहरू त्यही हो गाउँ चाहिँ होइन अब गाउँ पुगेपछि वरिपरिको होइन हुन्छ नि ठाउँहरू देखाउँछु होइन कस्तो रहेछ होइन त्यो अस्ति नै पनि देखाइसक्यो है अनि अकिन तलदेखि देखाइरहेको त्यो वाटरफल त्यहाँ माथिपट्टि हो यस्तो गममा छ त हो त्यहाँबाट हो कि वाटरफल चाहिँ अहिले चाहिँ पानी सुकिसक्यो होइन आएको छैन अब बर्खा लाग्न सुरु भयो है अब अलि पछि अब 1-2 महिनापछि अथवा 1 महिनापछि यहाँबाट पानी आउँछ कि वाटरफलमा एकदम ठुलो बब्बाल भव्य आउँछ कि है